क्लास 11 को लागि इम्पोर्टेन्ट जर्नल भाउचर। जर्नल भाउचरको प्रकारहरू, जर्नल भाउचर 3 प्रकारको हुन्छ। बजेट एक्सपेन्डिचर जेनरल जर्नल भाउचर, कुनै पनि चिजको लागि खर्च गरिने जर्नल भाउचर। त्यो अब कुनै पनि सरकारी उद्देश्यले किन्यो, त्यो पर्चेज कम्प्युटर भन्यो भने त्यो जेनरल जर्नल भाउचरको भित्र पर्छ। पेड फर फर्निचर भन्यो भने त्यो पनि जेनरल जर्नल भाउचरको भित्र पर्छ। अनि त्यसको लागि के गरिन्छ भन्दाखेरि डिआरबिई बजेट सब हेड भन्नाले डिआरबिई अब फर्निचर हो भने फर्निचर बजेट सब हेड राख्ने, यसमा फर्निचर जे पर्चेस गरेर त्यहाँ राख्ने। डिआरबिई जति एमाउन्ट छ त्यति राख्ने डिआरको साइडमा, अनि सिआर डिटिसिओ टिएसए सिआरको साइडमा। त्यसपछि एडभान्स ट्रान्जेक्सन भाउचर, यो चाहिँ सेकेन्ड भयो। तीनवटा टाइप्स हुन्छ। सेकेन्ड टाइप चाहिँ एडभान्स जर्नल ट्रान्जेक्सन भाउचर। एउटा गिभिङ हुन्छ, दिँदाखेरि, एडभान्स दिँदाखेरिको जर्नल भाउचर। अब एडभान्स दिँदाखेरि त्यो मान्छेले पाउने भएको कारणले डिआर जसले पाएको हो त्यसको नेम, पोस्ट नेम, जस्तै मिस्टर खड्का छ भने पोस्ट नेम चाहिँ खरिदार छ, त्यसलाई त्यतिखेर चाहिँ डिआर नेम पोस्ट जति एमाउन्ट दिया हो त्यति। अनि एडभान्स के को लागि दिया हो त, एडभान्स फर बजेट हेड। त्यसपछि सिआर डिटिसिओ टिएसए, सिआरमा डिटिसिओ टिएसए लेखेर जति एमाउन्ट दिया हो त्यतिलाई चाहिँ सिआर साइडमा देखाइदिने। अनि त्यसपछि अर्को छ एडभान्स भित्रै वाइल क्लियरिङ एडभान्स। एकचोटि गिभिङ भयो अनि वाइल क्लियरिङ एडभान्स। अब वेन एक्सपेन्सेस आर इक्वल टु एडभान्स, जति एडभान्स दिएको थियो त्यतिको नै एक्सपेन्सेस गऱ्यो, त्यतिको नै बिल भाउचर बुझायो भने त्यसलाई चाहिँ इक्वल भनेर भनिन्छ। डिआरबिई एक्सपेन्सेस हेड नेम, सिआर पोस्ट अर नेम एडभान्स फर बिएच क्लियर। डिआरबिई के को लागि अब लिएको थियो त्यसको हेड लेख्ने यसमा। डिआरबिई जति फर्निचर ल्याएको थियो फर्निचर, सिआर पोस्ट नेम मिस्टर खड्का खरिदार, अनि एडभान्स फर फर्निचर क्लियर भनेर लेख्ने। यो इक्वल हुँदाखेरि जस्तै 50,000 दिएको थियो, 50,000 नै उसले बिल देखायो भने त्यतिखेर चाहिँ इक्वल हुन्छ। अब एडभान्स वेन एक्सपेन्सेस आर मोर देन द एडभान्स एमाउन्ट, जतिखेर चाहिँ एक्सपेन्सेस चाहिँ मोर छ, एडभान्स जति दिएको थियो त्योभन्दा चाहिँ मोर छ एक्सपेन्सेस, त्यतिखेर चाहिँ यो डिआरबिई के को लागि खर्च भएको हो त्यो फर्निचरको लागि डिआरबिई फर्निचर, सिआर पोस्ट नेम मिस्टर खड्का खरिदार, अनि एडभान्स फर फर्निचर क्लियर सिआर डिटिसिओ टिएसए। यतिखेर चाहिँ दिएको थियो 20,000, उसले खर्च गर्यो 25,000। डिआरबिईमा 25,000 डिआर साइडमा, अनि सिआरमा चाहिँ उसलाई दिएको 20,000, अनि सिआरमा फेरि डिटिसिओ टिएसएमा 5,000। अनि वेन एक्सपेन्सेस आर लेस देन द एडभान्स एमाउन्ट, जब चाहिँ एक्सपेन्सेस चाहिँ लेस हुन्छ, जति दिएको थियो त्योभन्दा नि कम हुन्छ एक्सपेन्सेस चाहिँ, डिआरबिई एक्सपेन्सेस हेड नेम भन्नाले डिआरबिई अब जे को लागि दिएको त्यही फर्निचर, अनि जति एमाउन्ट खर्च भयो त्यति डिआर साइडमा। अनि डिआर अब एक्सपेन्सेस लेस छ भनेपछि डिएटिसिओमा फिर्ता जान्छ, त्यसैले डिआर डिटिसिओ टिएसए जति एमाउन्ट फिर्ता गयो त्यति डिआर साइडमा डिटिसिओको। अनि सिआर पोस्ट नेम जति एमाउन्ट एडभान्समा दिएको थियो त्यति, अनि एडभान्स फर के को सब हेडमा क्लियर भयो त्यो सब हेडमा क्लियर भनेर देखाइदिने। अनि त्यसपछि अर्को हुन्छ जब चाहिँ इन्टायर एडभान्स एमाउन्ट चाहिँ रिटर्न गरिन्छ त्यतिखेर चाहिँ डिआर डिटिसिओ जति सामान पाइएन अनि केही भयो भने इन्टायर त्यो मान्छेले एडभान्स इन्टायरली त्यो डिटिसिओलाई फेरि फिर्ता बुझाउँछु भने त्यसलाई चाहिँ इन्टायर एडभान्स रिटर्न भनेर भनिन्छ, डिआर डिटिसिओ। यतिखेर चाहिँ डिटिसिओले पुरै एमाउन्ट पाउने भयो, त्यसैले कुनै पनि प्रकारको खर्च भएन, यसमा कुनै पनि प्रकारको बिईमा खर्च भएन, त्यसैले डिआर डिटिसिओ टिएसए जति एमाउन्ट एडभान्स दिएको त्यति नै एमाउन्ट फिर्ता आयो। 20,000 दिएको थियो 20,000 फिर्ता आयो। डिआर डिटिसिओमा 20,000, सिआर पोस्ट नेम मिस्टर खड्का खरिदार, अनि एडभान्स फर बिएच क्लियर, अनि फेरि 20,000 सिद्धियो। अझै चाहिँ अर्को थर्ड टाइपमा चाहिँ मिसलेनियस ट्रान्जेक्सन जर्नल भाउचर। अब बजेट रिलिज गर्दाखेरि सरकारले बजेट त रिलिज गर्छ, बजेट रिलिज गर्दाखेरि डिटिसिओले पाउने हो बजेट त्यो, त्यसैले डिआर डिटिसिओ टिएसए सिआर बजेट रिलिज बजेट हेड, केमा कुन हेडमा सरकारले बजेट रिलिज गरे हो त्यो बजेट हेड। त्यसपछि पेटी क्यास फन्ड डिआर पेटी क्यास फन्ड सिआर डिटिसिओ टिएसए, यसमा केही पनि छैन, डिआर पेटी क्यास फन्ड सिआर डिटिसिओ टिएसए, नेम पोस्टमा केही पनि लेख्नु पर्दैन। अर्को छ अब यो चाहिँ आइरहन्छ, अलिक इम्पोर्टेन्ट हो यो पनि, इम्प्लोइ रेम्युनरेसन। कहिलेकाहीँ एउटा कम्पनीले इम्प्लोइलाई आफ्नो स्यालेरी तिर्दाखेरि डिआरबिई इम्प्लोइ रेम्युनरेसन
के को लागि खर्च गरेको? इम्प्लोइ रिम्युनरेसनको लागि, अथवा एलाउन्सेस पनि दिइरहेको हुन्छ, भत्ता पनि दिइरहेको हुन्छ। त्यसैले डिआरबिई एलाउन्सेस अब के काटेर दिन्छ त? इन्कम ट्याक्स काटेर दिन्छ, प्रोभिडेन्ट फन्ड काटेर दिन्छ, अनि अर्को सोसल सेक्युरिटी ट्याक्स काटेर दिन्छ। तिनीहरू चाहिँ सब सिआरमा, अनि सिआरमा जति पुगेन त्यति चाहिँ डिटिसिओ टिएसए। जस्तै 40,000 इम्प्लोइ रिम्युनरेसन छ भने 20,000 एलाउन्सेस छ, अनि इन्कम ट्याक्स छ 10,000, अनि प्रोभिडेन्ट फन्ड छ 5,000। 40 र 20 गर्दा 60,000 हुन्छ। 60,000 अनि 20 र 5 गर्दा 25 मात्र हुन्छ। भनेपछि अझै कति पुगेन भन्दाखेरि जति पुगेन त्यो चाहिँ सिआर डिटिसिओ टिएसएमा सिआरपट्टि साइडमा देखाइदिने। अब त्यो डिडक्टेड यो यिनीहरू इन्कम ट्याक्स प्रोभिडेन्ट फन्डलाई चाहिँ डिडक्टेड एमाउन्टलाई चाहिँ कन्सर्न एकाउन्टमा डिपोजिट गर्दाखेरि, अब यो चाहिँ डिपोजिट गर्दाखेरिको यो चाहिँ डिआर इन्कम ट्याक्स जुन जति यो त्यो डिडक्ट गरेको थियो नि, डिस्ट्रिब्युट गर्नुभन्दा अगाडि डिडक्ट गरेको थियो नि, तिनीहरूलाई चाहिँ सब डिआर गरिदिने। डिआर इन्कम ट्याक्स, डिआर प्रोभिडेन्ट फन्ड, अनि त्यसपछि डिआर डिटिसिओ एमाउन्ट देखाइदिने। जति एमाउन्ट यिनीहरूको हुन्छ तिनीहरूलाई जोडेर अनि डिटिसिओमा सिआरमा देखाइदिने। धन्यवाद।